मैले घरमा उमारेको यो सबै अर्ग्यानिक साग अनि यो मेरो अर्ग्यानिक फर्सी यो चाहिँ रेडी भयो खानालाई। द्याट्स गुड। यो मेरो सागबारीको सागको पनि लास्टै ठुलो कहानी छ। एकदमै राम्रोसँग रोपेको थिएँ, रोप्न चाहिँ होइन कस्तो मजाले आयो भने एकदमै दामीसँग आयो। मेरो सागबारीलाई एकदमै धेरै मेहनत गरे चाहिँ होइन त्यही पनि कस्तो राम्रोसँग आयो है। यस्तो धेरै राम्रोसँग आयो कि हेर्नु न, टमाटरहरू पनि एकदमै दामीसँग आयो भने हो कस्तो राम्रो छ। यसरी बारी बनाएर रोप्न चाहिँ एकदम राम्रो हुँदो रहेछ। हेर्नुहोस् त, अनि यो मैले फुल लिएर रोपेको कस्तो राम्रो फुल, मलाई एकदमै मनपर्छ होइन यो फुल। हेर्नु न, घन्टी फुल भन्छौँ हामी नेपालमा होइन। यो फुललाई यतातिर चाहिँ तपाईँको हेबिस्कस भन्दो रहेछ। कस्तो राम्रो लाग्यो भने सो प्रिटी। अनि हेर्नु त, एउटै थुङ्गामा तपाईँको 6-7वटा 8वटा छ भने कस्तो राम्रो छ। मैले यो त्यस्तै $20 लिएर आएको थिएँ है एउटा बोट, तर कस्तो दामी भएर तपाईँको ठुलै बोट बन्दो रहेछ। यो मेरो सागबारीको सागको पनि लास्टै ठुलो कहानी छ। एकदमै राम्रोसँग रोपेको थिएँ, रोप्न चाहिँ होइन कस्तो मजाले आयो भने एकदमै दामीसँग आयो। मेरो सागबारीलाई एकदमै धेरै मेहनत गरे चाहिँ होइन त्यही पनि कस्तो राम्रोसँग आयो है। यस्तो धेरै राम्रोसँग आयो कि हेर्नु न, टमाटरहरू पनि एकदमै दामीसँग आयो भने हो कस्तो राम्रो छ। यसरी बारी बनाएर रोप्न चाहिँ एकदम राम्रो हुँदो रहेछ। हेर्नुहोस् त, अनि यो मैले फुल लिएर रोपेको कस्तो राम्रो फुल, मलाई एकदमै मनपर्छ होइन यो फुल। हेर्नु न, घन्टी फुल भन्छौँ हामी नेपालमा होइन। यो फुललाई यतातिर चाहिँ तपाईँको हेबिस्कस भन्दो रहेछ। कस्तो राम्रो लाग्यो भने सो प्रिटी। अनि हेर्नु त, एउटै थुङ्गामा तपाईँको 6-7वटा 8वटा छ भने कस्तो राम्रो छ। मैले यो त्यस्तै $20 लिएर आएको थिएँ है एउटा बोट, तर कस्तो दामी भएर तपाईँको ठुलै बोट बन्दो रहेछ।